म दीपक कण्डेल यहाँहरूको माझमा आज एउटा गजल लिएर उपस्थित भएको छु। गजलको शीर्षक छ कोभिड। विश्व स्तब्ध पार्ने लक्ष्य बुनेर आयो कोभिड। विश्व स्तब्ध पार्ने लक्ष्य बुनेर आयो कोभिड। संक्रमित र मृतकको संख्या दैनिक गुनेर आयो कोभिड। रोजाइमा छन् बाल वृद्ध असहाय र दीर्घरोगी। रोजाइमा छन् बाल वृद्ध असहाय र दीर्घरोगी, आश्रित र कमजोर व्यक्ति चुनेर आयो कोभिड। संक्रमित र मृतकको संख्या गुनेर आयो कोभिड। सीप क्षमता र आर्जनमा शून्यता छ त्रासले। सीप क्षमता र आर्जनमा शून्यता छ त्रासले। नाका सिमाना र पेटको माड थुनेर आयो कोभिड। आश्रित र कमजोर व्यक्ति चुनेर आयो कोभिड। मौलाए त केवल दलाल र संस्थागत भ्रष्टाचारी। मौलाए त केवल दलाल र संस्थागत भ्रष्टाचारी, मातृत्व लुट्नेको फैसला सुनेर आयो कोभिड। नाका सिमाना र पेटको माड थुनेर आयो कोभिड। आश्रित र कमजोर व्यक्ति चुनेर आयो कोभिड। संक्रमित र मृतकको संख्या दैनिक गुनेर आयो कोभिड। हस्त